हेलो साथीहरु, फेरि पनि स्वागत छ तपाईहरुलाई मेरो यो भ्लगमा। र आज पनि विशेष गरी म अघिल्लो दिन झै आज पनि म वनतिर आइसकेको छु। र वनतिर चाहिँ आज मसँग भाइ र म आज विशेष गरी बार्खाहरु चराउनको लागि वनतिर आएको छु। आज घाम लागिरहेको छ, जताततै मौसम अलिअलि ठिक छ, फेरि बादल लागिरहेको छ, पानी आउला आउला जस्तो पनि छ। भिडियो अन्तिमसम्म हेर्दिनु होला, कस्तो लाग्छ के कस्तो लाग्छ तपाईले सुझाव सल्लाह दिन नबिर्सनु होला। बार्खा चराउनलाई म मात्र आएको छैन, मसँग मेरो एकदम मिल्ने साथी ऋतु पनि आएको छ हैन। है यता हेर तपाईं, यता हाइ गर्दै, यता यता ल यता। यो क्यामेरा देखेपछि अलि धेरै लजाउँछ यो। मसँग हामी चाहिँ वन बार्की उठालतिर है, यत्रो बोकाली छ हामीसँग। यो तपाईहरुलाई कसैलाई बोका चाहिएको छ भने बोका बिक्रीमा छ है। हाम्रो यो 40,000 हालेर ल्याएको समथिङ, केही नभए पनि 40-45 केजी करस छ यो। तपाईले यसलाई चिन्नु भएको छ किन? यो चाहिँ घोरे ताप्रे है, यसले दिमागलाई तेजिलो बनाउँछ भन्छन्। र आज म खाँदै छु। अलि तितो तितो हुन्छ यो खाँदाखेरि। गाइज बहुत गाह्रो छ जङ्गलतिर हिँड्नलाई। कि सधैँ जङ्गलतिर हिँडेको भए एकटस हुन्थ्यो, एक्कासी जङ्गलतिर हिँड्दाखेरि पुरै सास फुल्ने स्या स्या हुन्छ है। म चाहिँ अहिले हाम्रो गाउँको डाँडा थाई भन्ने ठाउँमा पुगिसकेको छु। र बार्खा अगाडि हिँड्दैछन्, म पछाडि पछाडि हिँड्दैछु। यिनीहरू जति सकिँदैन कि हिँडेर यसरी हिँड्छन् कि अब के गर्नु। गाइज गाह्रो छ। छिउ यी माथि माथि हिँडेका छन्, हिँडिहान कति हिँडिहान यिनीहरूलाई के गरौँ म साथीहरू। अब के भन्ने चुच्चो। यहाँ ऋतु यही आइज छिटो आइज यहाँ ऋतु समात थाहा भयो अहिले। अब म तपाईहरुलाई आज काफल र ऐसेलु खाएको भिडियोहरु पनि यसमै हाल्नेछु, कृपया हेर्न नबिर्सनु होला है। तपाईलाई ऐसेलु खाएको भिडियो देखाउँछु भनेको थिएँ नि साथीहरु। यी ऐसेलुहरु यस्ता पाकेका छन्। म चाहिँ खाँदै छु। खतरा खाने साथीहरु पाके खान। तपाईहरुलाई ऐसेलु मन पर्छ भनेपछि हाम्रो गाउँतिर खानु होला, आउनु होला। म तपाईलाई टन्न खुवाइदिन्छु। खतरा खान। म चाहिँ खाँदै छु। खतरा खाने साथीहरु पाके खान। तपाईहरुलाई ऐसेलु मन पर्छ भनेपछि हाम्रो गाउँतिर खानु होला, आउनु होला। म तपाईलाई टन्न खुवाइदिन्छु। खतरा खान।